हेलो नमस्ते सबैजनालाई। म चाहिँ आज काममा हिँडेको धेरै दिनपछि है। आज चाहिँ काममा हिँडेको पनौती जान लागेको हजुरहरूलाई म तपाईहरुलाई के भन्दाखेरि चाहिँ अहिले प्राय मान्छेले काम गरिरहेको काम चाहिँ भनौं न यो ठेकदार मार्फत तपाईहरुले घरको फल सिलिङ रङ प्लास्टर धेरै मान्छेहरू ठगिएको छ। त्यही भएको कारणले चाहिँ मैले तपाईहरुलाई सुझाव दिँदै छु है। र तपाईहरुले फल सिलिङको काम दिँदाखेरि चाहिँ तपाईहरुले के गर्नु पर्यो भन्दाखेरि चाहिँ पसल भिजिट गर्नुपर्ने हुन्छ क्या। तपाईहरु बुझ्नुभयो नि। पसल भिजिट गर्नुभयो भने चाहिँ तपाईहरु सस्तोमा पर्नुहुन्छ हैन भने अब ठेकदार मार्फतै म फल सिलिङको रङको अनि प्लास्टरको एउटै ठेकदारलाई दिन्छु भन्यो भने चाहिँ तपाईहरु ठग्नुहुन्छ है एकदम। ठेकदारहरुले फल सिलिङको रेट भनेको 100 देखि माथि राखेको हुन्छ। अनि के भन्छ रङको पनि त्यस्तै हुन्छ। तपाईहरुले सतर्क रहनु होला भन्न चाहन्छु म चाहिँ है हजुर। र हामीलाई सम्झनु होला, हामी चाहिँ सस्तो मस्तोमा काम गर्ने हो र हामी आफै काम गर्ने भएको कारणले चाहिँ तपाईहरुलाई भनेको है त।